हामीले यहाँ अगाडि केही मागेको छिनौँ हाम्रो खेलाडीहरूको हौसलाको लागि पनि राखेका छौँ र यो कार्यक्रम चाहिँ अब म सुरु गर्ने अनुमति चाहन्छु। त्यसै गरी यो कार्यक्रम सञ्चालन गर्नको लागि सभापतित्वको आसन ग्रहण गरिदिनु हुन म हाम्रो ओसाका स्टार ग्रुपको दाजु राजा न्युपाने दाजुलाई विनम्र अनुरोध गर्दछु। त्यसै गरी आज हाम्रो ओसाका स्टार फ्यामिलीको क्रिकेटलाई समर्थन गरिदिन आउनुभएका र पुराना खेलाडी पनि र ओसाका स्टार फुटबल टिमका कप्तान असिमजीलाई पनि म यहाँ अगाडि आसन त्यसै गरी ओसाका स्टार ओसाका स्टार्स र ओसाका ब्लू स्टार्स टिमका कप्तानहरूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। र बिर्सनै नहुने नाम केशवजङ छेत्री जो अहिले नेपालमा छन्, विशेष कारणवश उपस्थित हुन सकेनन्, उनलाई पनि नेपालमै आसन ग्रहणको लागि अब म यो कार्यक्रम चाहिँ छोटो अनि मिठो, धेरै कुराकानी नलम्बाइकन म डाइरेक्ट यो अगाडि देखेको जुन ट्रफीहरू राखेका छौँ हामीले खेलाडीहरूको लागि ल सर्वप्रथम म यो कार्यक्रममा आफ्नो सानो मन्तव्यको लागि म दुवै टिमका कप्तानहरूलाई अनुरोध गर्न चाहे। सर्वप्रथम ओसाका स्टार्सका कप्तान यो सिजनको कप्तान पङ्कज चन्द ठकुरीलाई अगाडि आफ्नो दुई सेमिफाइनल पुर्याएका छन् टिमलाई। नमस्कार सबैजनालाई। सबभन्दा पहिले त आज उपस्थित भइदिनु भएका हाम्रा सबै खेलाडीहरू र हाम्रा अतिथिहरूलाई हार्दिक स्वागत र धन्यवाद दिन चाहन्छु। हामीले 2 म्याच खेलेका थियौँ। 2 म्याच एकदमै रोमाञ्चक भयो र धेरै राम्रो प्रदर्शनहरू पनि देख्न पाइयो। सबैलाई राम्रो प्रदर्शन गर्ने सबैलाई धन्यवाद र आगामी दिनहरूमा पनि यस्तै प्रदर्शन आओस् भन्ने अपेक्षा राख्दै बेस्ट अफ लक भन्न चाहन्छु। यो वर्ष हामीले स्टार्टिङमा केशव दाइ नहुँदा मैले कप्तानी गर्ने मौका पाएको थिएँ र कप्तानी गरिसकेपछि पनि धेरै कुराहरू मैले सिक्न नि पाएँ र प्लेयरहरूले पनि राम्रो साथ दिनुभएको थियो। यो गएको सिजन हामी 8 टिममध्ये 8औँ स्थानमा थियौँ। यो वर्ष हामी 4 नम्बरसम्म पुग्न सफल भयौँ र ब्याड लक हामी सेमिफाइनलमा सोचे जस्तो प्रदर्शन गर्न सकेका थिएनौँ, तर त्यहाँ सेमिफाइनलमा राम्रो फाइट दिँदै हामी हार्न पुग्यौँ। र हाम्रो हेर्ने हो भने यो हाम्रो लेभलभन्दा हामी अझ आधी पनि खेलेका छैनौँ जस्तो लाग्छ मलाई। हाम्रो लक्ष्य भनेको सेमिफाइनल पुग्ने मात्र थिएन, हाम्रो लक्ष्य जित्ने थियो, तर हामीले यो वर्ष सकेनौँ र अर्को वर्ष पक्कै हामीले अझ मेहनत गर्नुपर्ने देखिन्छ, खास गरेर ब्याटिङतिर, बलिङतिर, फिल्डिङतिर। र यसको लागि हामी जे जस्तो गर्न सकिन्छ, हाम्रो स्पोन्सरहरूले पनि हामीलाई साथ दिनुभएको थियो, त्यो मैले छुटाउन पुगेँ। स्पोन्सरहरूलाई पनि धन्यवाद दिन चाहन्छु म। र अर्को वर्ष हामी अझ मेहनत गर्नेछौँ र अझ प्र्याक्टिस गर्नेछौँ भन्दै म मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। कप्तान पङ्कज चन्द ठकुरीलाई। त्यसै गरी आफ्नो सानो मन्तव्य र यो सिजन कस्तो गयो त हाम्रो नयाँ टिम हामीले सुरु गरेका थियौँ। म त अझ ओसाका स्टार्सकै संरक्षक पनि भन्न चाहन्छु हाम्रो दिनेश गैरेज्यूलाई। ओसाका ब्लू स्टार्स नयाँ टिम कस्तो गयो र एज होल दुईटै टिमको सिजन कस्तो भयो त्यसको लागि 2 शब्द राखिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू दाइ है, थ्याङ्क यू सबैजनालाई। अब आज हाम्रो यो सिजनको लास्ट एउटा सेरेमनी गरौँ, अवार्ड सेरेमनी गरौँ भनेर अब सबैजना खटिन भयो होइन, स्पेसल्ली सुजन वास्तोला सर खटिन भयो। थ्याङ्क यू सो मच है, यो एउटा चाहिँ अपर्च्युनिटी सबैजनालाई चाहिँ क्रिएट गरिदिनु भयो। त्यसपछि अब सिजनको कुरा गर्दा अब ओसाका स्टारको लागि त भनिसक्नु भयो पङ्कजजीले है। अब हाम्रो ब्लू स्टारको लागि चाहिँ हाम्रो पहिलो सिजन थियो। पहिलो सिजन पनि हामी सेमिफाइनल पुग्न सफल भएका थियौँ। अब सबै प्लेयरको मेहनतले चाहिँ सेमिफाइनल पुगेका थियौँ है, तर अझै पनि हाम्रो चाहिँ
अब धेरै कारणहरू छन् होइन। फर्स्ट अफ अल चाहिँ अब नेक्स्ट सिजनबाट यो सिजनभन्दा अझ धेरै सुधार्नुपर्ने धेरै कारण छन्। प्लेयरले चाहिँ इन्डिभिजुअल रूपमा सुधार्नुपर्नेछ होइन, हामीले म्यानेजमेन्टले पनि सुधार्नुपर्नेछ। अनि प्लेयरहरूले चाहिँ एउटा चाहिँ है भन्नै मन लागेको कुराहरू चाहिँ अब आज नभन्ने कहिले भन्नु त है, अर्को सिजनबाट चाहिँ अब हामीले चाहिँ पहिले चाहिँ यो काम गर्नु भनेर चाहिँ छुट्याउँछौँ होइन, यो प्लेयर आउँछ भनेर छुट्याउँछौँ होइन। अनि अघिल्लो दिन चाहिँ म यस्तो भएन म उस्तो भएन भनेर चाहिँ नगरिदिनुहोस् है। हामी अर्को सिजनबाट त्यस्तो भयो भने चाहिँ हुन्छ नि अचानक अब बिमारी नै भयो त अब शरीरभन्दा ठुलो कुरा केही पनि छैन। नभए चाहिँ अघिल्लो दिन चाहिँ पहिला हुन्छ 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 भन्ने जब प्लेयर आउँछ जब टिम आउँछ होइन, माथिले चाहिँ कति मेहनत गरिरहेको हुन्छ अनि अघिल्लो दिन यस्तो भयो उस्तो भयो भन्यो भने चाहिँ टिमबाट चाहिँ कट हुन्छ है। त्यो चाहिँ अर्को सिजन चाहिँ अलिकति स्ट्रिक्ट रुल हुन्छ। अब पहिलेबाट भनेका छौँ होइन, नयाँ भाइहरू पनि आएको छन् होइन। अब हाम्रो धिरु भाइ भयो, अरू नयाँ भाइहरू पनि है, इम्प्रेसिभ छ। अझै मेहनत गर्दै जाऊ होइन। हामीलाई चाहिँ यो ठाउँमा पुऱ्याउन यो सिजन दुवै टिम सेमी फाइनल पुग्ने नट अ जोक है, सबैजनाको चाहिँ मेहनत छ। अझ यो मेहनत सँगसँगै हामीलाई ग्राउन्ड बाहिर पनि धेरै चाहिँ हेल्पहरू सहयोगहरू भएका छन् होइन। स्पोन्सरहरू सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद होइन। अब दाईहरू होइन, राजन दाई असिम पनि आज अब सपोर्ट गर्न आयो, अब चाहिँ रेगुलर आउँछ, उसलाई पनि आरिगातो गोजाइमास है। इन्डिभिजुअल सबैजनाले चाहिँ एकदम हार्डवर्क गरेको छ, सबैलाई आरिगातो गोजाइमास उच्करे सामादेश है। अब फिल्डभित्र भन्दा पनि फिल्ड बाहिर एकदम धेरै खटेर हामीलाई दिनरात यो ठाउँमा पुऱ्याउन होइन, आफू नखेले पनि एक टिम नखेले पनि यो सिजनको चाहिँ सबसे स्टार चाहिँ है, स्टार अफ द इयर चाहिँ हाम्रो सुरजजी है। सुरजजीलाई चाहिँ स्टार अफ द इयरको उपाधि दिँदै अझै चाहिँ हाम्रो स्टार ग्रुपलाई चाहिँ अगाडि बढाउने हौसला मिलोस् भन्दै स्टार अफ द इयरको उपाधि ग्रहण गरिदिनुको लागि म अगाडि चाहिँ हार्दिक अनुरोध गर्दछु है। ल उपाधि दिनको लागि म राजन दाईलाई हार्दिक अनुरोध गर्दछु। केटा ताली चाहियो, ताली क्राउडबाट हल्ला दिउँ। दाइ हजुर पनि अगाडि अगाडि केटा यसो होइन है प्लिज। यो माया हो है, यो माया यो मेहनत उहाँको माया मेहनत बिना चाहिँ हामीलाई धेरै ठाउँमा हरेक ठाउँमा चाहिँ धेरै सपोर्ट गर्नुभएको छ। भोलि पनि अझ धेरै जिम्मेवारीहरू बाँकी छन् है, यो त सुरुवात मात्रै हो। त्यसैले धेरै आशा धन्यवाद छ सबैलाई। यो मायाको लागि धेरै धेरै धन्यवाद। त्यसै गरी अब छुटाउनै नहुने हाम्रो स्पोन्सर जसले चाहिँ यो इयर यो सिजनै ओसाका ब्लू स्टार मात्रै नभएर ओसाका स्टार्सको क्रिकेटलाई नै रन गर्न धेरै धेरै हेल्प गर्ने स्माइल रेमिट, त्यसै गरी सोल्टी मोमो, मिरमिरे साथीभाइ अनि यो स्योराई किचन र दोकान मार्ट धेरै धेरै धन्यवाद। उहाँहरू धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट। माया अनि सम्झना यो जुन मायाको चिनो छ त्यो मायाको चिनो चाहिँ उहाँहरूसँग पुर्याउनको लागि म स्पेसली सुजन बास्तोला सर, दिनेश गैरे सर, रघु गैरे सर र राजन न्युपाने दाइलाई विनम्र अनुरोध गर्न चाहेँ। अब ढिलो नगरिकन हामी यो सिजनभरिकै दुईवटा टिमभित्रबाट पनि केही अवार्डहरू हामीले छुट्याएका छौँ। यो विशुद्ध उनीहरूको प्रदर्शनको आधारमा छुट्याइएको अवार्डहरू हो। यो चाहिँ ब्लू स्टार र हाम्रो यो ओसाका स्टार दुवै टिमको तर्फबाट बेस्ट क्याच अफ द इयर, जसले हस्पिटल पनि पुर्यायो तै पनि हस्पिटल पुग्दा पुग्दै नै टिमको माया आज ग्राउन्डमा उपस्थित पनि भए, अम्पायरिङ पनि गरे, हामीलाई सहयोग पनि गरे। बेस्ट क्याच अफ द इयर चाहिँ ब्लू स्टारका विशाल कार्की। हस्तान्तरण गर्ने सुन्नुहुन म राजन दाइ र असिम जोलाई विनम्र अनुरोध गर्न चाहे। मैले धेरै लामो त होइन, छोटो चाहिँ आफ्नो मन्तव्य कस्तो लागेको छ मेडल हस्तान्तरण भइरहँदा कस्तो भयो टिमको जर्नी, त्यसको लागि विशाल कार्कीलाई यो माइक हस्तान्तरण गर्न चाहे। 1 मिनेट लामोमा 1 मिनेट है। धन्यवादले हुन्छ होला। सर्वप्रथम सबैलाई धन्यवाद होइन। अब के भन्नु, अब यो वर्ष हामी नयाँ टिम थियौँ, अब सबै भाइहरू पनि नयाँ थिए, अब क्याप्टेनहरू पनि अब के भन्नु, अब सबैजना अब नयाँ भएर होला सायद अलि टिम मिलिरहेको थिएन। अब हरेक कुरामा अब हुन्छ नि हामीले धेरै कुरा सिक्न पायौँ भनौँ, नयाँ टिम भएर पनि होला सायद। अब त्यही हो, अब यो वर्ष त नज जोक कि हामी सेमी फाइनल पुगेका थियौँ होइन। अब अर्को वर्ष यसलाई अझै फाइनल पुगेर हामीले जित्छौँ भन्ने
आशा गर्दै यसैमा टुङ्गाउन चाहन्छु धेरै धेरै धन्यवाद विशाल। त्यसै गरी बिर्सनै नहुने नाम निकेश रिजाल, जसले हामीलाई कोषाध्यक्षको रूपमा पनि यो सिजनभरि नै आर्थिक आय व्यय सबै हेर्ने जिम्मा लिइदिए, उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी सुजन वास्तोला, जसले यो म्यानेजमेन्ट सबै गर्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै म फेरि यो सिजनको अर्को अवार्डतर्फ लाग्न चाहन्छु। बेस्ट स्पेल अफ द इयर, इनिङमा सबैभन्दा राम्रो बलिङ स्पेल निकेश रिजाल। आज इन्फ्लुएन्जाको कारणले उपस्थित हुन सक्नु भएको छैन, उपस्थिति हुन चाहँदै पनि सक्नु भएको थिएन र निकेश रिजालको चाहिँ अवार्ड लिइदिनको लागि म ओसाका स्टार क्रिकेट क्लबका क्याप्टेन पङ्कज चन्द ठकुरीलाई अनुरोध गर्न चाहे। मेडल हस्तान्तरण गरिदिँदै हुनुहुन्छ ओसाका स्टार फुटबल टिमका क्याप्टेन असिम थापाजी, धेरै धेरै धन्यवाद। मैले निकेश विशाल स्वयं उपस्थित नभएको कारणले मन्तव्यलाई चाहिँ यहीँ टुङ्ग्याएँ। त्यसै गरी अब अर्को अवार्डतर्फ जान चाहन्छु। बेस्ट इनिङ अफ द इयर, यो सिजनको ओसाका ब्लू स्टार्सको पहिलो म्याच थियो र नयाँ खेलाडीको रूपमा छनौट भएर आएका थिए भाइ, कस्तो खेल्छन् सबैलाई उत्सुकता थियो। त्यसमा एकदम उत्कृष्ट हाफ सेन्चुरी प्रहार गर्न सफल वीरेन्द्र कुँवरलाई म अगाडि उपस्थित हुन अनुरोध गर्न चाहे। वीरेन्द्र कुँवरलाई यो निराजले पिड दिन्छ। वीरेन्द्रलाई आफ्नो दुई शब्द सबैभन्दा पहिले होइन हाम्रो यहाँ उपस्थित भइदिनु भएको हाम्रो सभापति तथा हाम्रो दाइ सिनियर अनि हाम्रो साथीभाइहरू सबै प्लेयरहरू आज आएको र हाम्रो गेम पहिलो गेम थियो श्रीलङ्कासँग होइन, राम्रै भयो। अब नयाँ अनुभव लियो अनि नयाँ एक्सपिरियन्स भयो, सबै नयाँ प्लेयर खेल्यौँ भनौँ। अब नेक्स्ट इयर चाहिँ एकदम राम्रो भएर हामी ऊर्जावान भएर हाम्रो ओसाका ब्लू स्टार चाहिँ आउनेछु भनेर आशा गर्दछु। ल धन्यवाद। धेरै धेरै धन्यवाद वीरेन्द्र भाइलाई पनि। अब म ब्लू स्टारतिर लाग्न चाहे सर्वप्रथम, र ब्लू स्टार्समा यो सिजनको बेस्ट ब्याट्सम्यान विनोद मल्ल, ओसाका ब्लू स्टार्स विनोद मल्ललाई मैले अगाडि निम्त्याउन चाहेँ र ट्रफी वितरण गरिदिनु हुन राजन दाइलाई अनुरोध गर्न चाहेँ। गरेका थिए विनोद मल्ल भाइले, साथीले, र कस्तो अनुभव गयो यो सिजन ब्लू स्टारमा, थोरै आफ्नो मन्तव्य राखिदिनको लागि मैले विनोद मल्ल भाइलाई पनि यो माइक्रोफोन हस्तान्तरण गर्न चाहे। यहाँ उपस्थित भइदिनु भएका सबैलाई धन्यवाद, खेलाडी साथीहरू सबैलाई धन्यवाद। त्यही सिजन स्टार्टिङमा अलिअलि सबैलाई गाह्रो खिच्छ होइन, त्यही पछि कम्फर्टेबल हुँदै गएपछि सबैलाई त्यही हो, हान्ने जाने आउने त्यही के भन्दै सक्यो। धन्यवाद मल्ललाई, ब्याट्सम्यानको कामै हान्ने जाने आउने नै हो। अब त्यसै गरी ब्लू स्टारलाई सेमिफाइनलसम्म पुर्याउन सफल यो सिजनकै बेस्ट बलर ब्लू स्टारको तर्फबाट लेफ्ट आर्म फास्ट बलर निशान सुनार भाइलाई पनि अगाडि अवार्डको लागि विनम्र अनुरोध गर्न चाहे। निकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए यो सिजनमा भाइले, आज पनि उत्कृष्ट थियो प्रदर्शन। दामी 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 निशानलाई आफ्नो दुई शब्द छोटो यो सिजन कस्तो भयो राखिदिनु हुन अनुरोध गर्न चाहे। सर्वप्रथम सबैलाई धन्यवाद है। हामी अब हाम्रो ब्लू स्टार ओसाका ब्लू स्टार चाहिँ नयाँ हो होइन, सबैले अब हामी गेम खेल्यौँ, नयाँ एक्सपिरियन्स लिएर आयौँ होइन, सबैलाई नयाँ गेम कस्तो छ के हुन्छ भन्ने कसैलाई पनि थाहा छैन, मान्छेहरू पनि कस्तो थियो भन्ने पनि थाहा छैन। त्यही माथि अब
क्याप्टेन पनि हाम्रो अब एक गेम खेलेर छोडेर जानुभएको थियो नि त हाम्रो अब क्याप्टेन सम्मान भएको दिनेश दाई होइन दिनेश दाईलाई पनि धन्यवाद आफ्नो केही एक्सपिरियन्स नभइकन नि दाईले केही कतैबाट भयो नि केही सिकेर भयो नि उहाँले चाहिँ हाम्रो क्याप्टेन्सी गर्नुभयो र हामी सेमी फाइनलसम्म पनि पुग्यौँ होइन नयाँ टिम भएर पनि अब हामी यही जोस यही जाँगरले पनि हामी अझै मिहिनेत गरेर चाहिँ हामी अर्को सिजन चाहिँ टप 1मा पुग्छौँ भन्ने चाहिँ आशा गर्छु होइन यति भन्दै अब शब्द चाहिँ अब यहीँ टुङ्गाउन चाहेँ धेरै धेरै धन्यवाद निशान सुनार भाइलाई पनि अब म अर्को अवार्ड चाहिँ वितरण गर्नको लागि मैले ओसाका स्टारका खेलाडी साथी सुजन बास्तुलाज्यूलाई अनुरोध गर्न चाहे र अर्को हाम्रो अवार्ड छ मोस्ट भ्यालुएबल प्लेयर अफ दिस सिजन फ्रम ओसाका ब्लू स्टार्स दिस अवार्ड गोज टु एनी गेसेस नन अदर देन विवास भण्डारी उत्कृष्ट ब्याटिङ प्रदर्शन भएको थियो यो सिजनमा मोस्ट भ्यालुएबल प्लेयर अफ दिस सिजन ब्लू स्टारको तर्फबाट विवास भण्डारी दाइ आउट भएकै मान्छेले दिने फेरि आउट पारेको मान्छेले विवास भण्डारीलाई पनि यो सिजन कस्तो गयो आफ्नो छोटो मन्तव्यको लागि अनुरोध गर्न चाहे सुरुमा सबलाई धन्यवाद यहाँसम्म सपोर्ट गरेकोमा यति धन्यवाद धेरै धेरै धन्यवाद विवास भण्डारीलाई अब अर्को ट्रफी वितरण गरिदिनु हुन म दिनेश गैरेज्यूलाई अनुरोध गर्न चाहे हाम्रो नेक्स्ट ट्रफी छ ओसाका स्टार क्रिकेटको तर्फबाट बेस्ट ब्याट्सम्यान यो सिजनको हामी सेमी फाइनलसम्म पुग्न धेरै ठुलो हात थियो निकै भरपर्दो ओपनर ब्याट्सम्यान पङ्कज चन्द ठकुरीलाई क्याप्टेन तथा ओपनर ब्याट्सम्यान पङ्कज चन्द ठकुरी ल फेरि बोल्यो अब बेस्ट ब्याट्सम्यान अफ दिस सिजन goes to पङ्कज चन्द ठकुरी पङ्कजलाई 2 शब्द राखिदिन अनुरोध गरे फेरि पनि धन्यवाद सबैजनालाई यो वर्ष बेस्ट ब्याट्सम्यान हुँदा खुसी छौँ तर जम्मा 150 रन हानेर बेस्ट ब्याट्सम्यान हुँदा खुसी छैन अर्को वर्ष 250 आउँछ 300 आउँछ र 250-300 मेरो मात्र होइन अरू टिमको अरू ब्याट्सम्यानहरूको पनि आउँछ भन्ने अपेक्षा राख्दै धन्यवाद धेरै धेरै धन्यवाद कप्तान पङ्कज चन्द ठकुरीलाई बेस्ट ब्याट्सम्यान अफ द सिजन अर्को हाम्रो नेक्स्ट क्याटेगोरी छ बेस्ट बलर अफ द सिजन ओसाका स्टार्स यसमा त गेस पनि गर्नु पर्दैन होला सबैको मनमा छन् भाइ तर आज विशेष कारणवश उपस्थित हुन सकेनन् अनिश छेत्रीको अवार्ड लिदिनु हुन उसको रुममेट बेस्ट फ्रेन्ड निरज औजीलाई विनोद गर्नु दुई शब्द चाहिँ निरज औजीलाई अनिश छेत्रीको तर्फबाट यिनीहरूको फेरि मन पनि मिलेको छ उसले के बोल्छ ठ्याक्कै पनि थाहा छ र आफू पनि केही शब्द चाहिँ राखिदिन अनुरोध गर्न चाहन्छु सबैलाई थ्याङ्क यू भन्न चाहन्छु बेस्ट बलरको अगाडि अनिश छेत्रीको हुँदा पनि मैले सहनु पाउँदा धेरै खुसी भएको छु धन्यवाद धेरै धेरै धन्यवाद अनिश छेत्रीको तर्फबाट निरज औजीलाई पनि अब हाम्रो नेक्स्ट अवार्डको लागि चाहिँ त्यो अवार्ड चाहिँ वितरण गरिदिनु हुन म रघु गैरेजीलाई विनम्र अनुरोध गर्न चाहे अगाडि आइदिनु होला रघु गैरेजी हाम्रो नेक्स्ट अवार्ड छ मोस्ट भ्यालुएबल प्लेयर अफ दिस सिजन फ्रम ओसाका स्टार्स अब बलिङमा ब्याटिङमा फिल्डिङमा हुँदा अब त नयाँ स्पिनर पनि साबित भइसकेका साथी सुजन बास्तोलालाई मैले अगाडि मोस्ट भ्यालुएबल प्लेयर अफ दिस सिजन सुजन बास्तोलालाई आफ्नो 2 शब्द राखिदिनु हुन विनम्र अनुरोध गर्न चाहे धन्यवाद साथीहरू सबैलाई है यो सिजन हामीले सबैले आफ्नो बेस्ट दिएर खेल्यौँ यहाँसम्म आयौँ अब नेक्स्ट सिजन चाहिँ अझै पनि हामी एक्सपेक्टेसन धेरै छ प्लेयरहरूबाट आफ्नो ठाउँबाट सबैले बेस्ट दियौँ
अर्को वर्षको रिजल्ट चाहिँ योभन्दा धेरै राम्रो आउनेछ भन्ने मैले अपेक्षा राखेको छु। त्यसलाई चाहिँ हामीले चाहिँ सच भएको देख्न पाऊँ र हामी चाहिँ त्यसको लागि मिहिनेत गरौँ है त। चियर्स सबैलाई, थ्याङ्क यू। थ्याङ्क यू सुजन। आजको यो इभेन्टमा सहभागी हुन नसके पनि केशव जङ र निकेश विशाललाई चाहिँ यो अवार्ड सेरेमनीले मिस गरिरहेको छ। त्यसै गरी फेरि पनि एकचोटि हाम्रो स्पोन्सरहरूलाई यो अगाडि राखेको टोकन अफ लभ चाहिँ प्रदान गरिदिनु हुन मैले सुजन वास्तुला, दिनेश गैरेज्यू, त्यसरी राजन दाईलाई पनि विशेष अनुरोध गर्न चाहे। अनि अब चाहिँ अर्को कुरा चाहिँ यो ओसाका स्टार फ्यामिली 2016मा सुरु भयो, फुटबलबाट सुरु हुँदै क्रिकेटमा आइसकेको छ। हामी खेलाडी पनि बढ्दैछौँ। एउटा टिम थियो, 2टा टिम बनाएका छौँ। तर मोस्ट इम्पोर्टेन्ट थिङ्स चाहिँ डिसिप्लिन। टाइममा मैदानमा आउने, आफूले खेल्न नसक्ने भयो अगाडि नै इन्फर्म गर्ने गऱ्यो भने चाहिँ हामीलाई पनि सजिलो हुन्छ। 2टा क्लब रन गर्नु भनेको इट्स नट अ जोक होइन। क्रिकेट जस्तो खेल छ, एकदम महँगो पनि छ। यति नै भन्न चाहेँ। अर्को नेक्स्ट सिजन अझै हामी राम्रो गर्छौँ। र यो कार्यक्रमको समापन सहित आफ्नो 2 शब्द राखिदिनु हुन मैले राजन दाईलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद सुरज भाइलाई। आजको यस विशेष धन्यवाद त आजको यत्रो म्यानेजमेन्ट गर्ने भाइ सुजन भाइलाई। हामी विगत हाम्रो के अरे यो स्टार ग्रुप भन्ने चाहिँ विगत के अरे 2016बाट स्थापना भएदेखि निरन्तर अब लगभग 9देखि 10 वर्ष 9 वर्ष क्रस भएर 10 वर्षमा प्रवेश हुँदैछ होइन। यहाँ बिचमा कति उतार चढाव के भयो होइन। गर्दा पनि हामी यहाँसम्म आइसकेका छौँ। Take your time, take a deep breath. हामी यो के अरे क्रिकेट चाहिँ हामी के अरे फुटसलहरू त विगत 2016बाटै खेल्थ्यौँ भने यो क्रिकेट चाहिँ हामी आजभन्दा लगभग 4-5 वर्ष पहिलाबाट हामी चाहिँ सुरुमा चाहिँ एमएमआर र स्टार नर्मल चाहिँ टेनिस बल मात्र खेल्थ्यौँ भने गर्दा चाहिँ होइन यसरी मात्र हुँदैन है। हामी चाहिँ अलिक राम्रै लिग खेल्नुपर्छ भनेर चाहिँ हामी लगभग आजभन्दा 4-5 वर्ष पहिलाबाट होइन है सबै मिलेर चाहिँ खानसाई कप यहाँ यस्तो हामी चाहिँ पहिला चाहिँ यो इन्डियन पाकिस्तानीहरू श्रीलङ्कनहरू चाहिँ यहाँ चाहिँ खेल्छ है भन्ने थाहा पाएर हामी कसरी हुन्छ भनेर चाहिँ यता सोध्दै खोज्दै यताउति गर्दै चाहिँ आयौँ। अनि यो के अरे ओसाका स्टार र ओसाका ब्लू स्टार चाहिँ एउटै फ्यामिली हो। किनभने एउटै फ्यामिली भएर एउटै नामबाट 2वटा टिम चाहिँ खेल्न नमिल्नेको कारणले थोरै अक्षर मात्र यताउति पारेर मात्र खेलेको हो। नत्र भने हामी चाहिँ होल एउटै फ्यामिली हो। हामी के अरे अब कस्तो ओसाका स्टार र ओसाका ब्लू स्टारको यति मेजोरिटी छ होइन। अब नयाँ अर्को सिजनमा चाहिँ अब नयाँ भाइहरू पनि आहान। यो सिजन चाहिँ जुन सोचे अनुसार चाहिँ जुन सोचेको चाहिँ हामी चाहिँ 2टै ओसाका स्टार र ओसाका ब्लू स्टार चाहिँ ओसाका स्टार चाहिँ खानसाई कप जितेर अगाडि जाने योजना हो। ओसाका ब्लू स्टार चाहिँ डिभिजन 2 को विनर भएर चाहिँ अर्को सिजन चाहिँ डिभिजन 1 मा खेल्ने योजना हो। तर यो सिजन चाहिँ विविध कारणवश सफल हुन सकेन। अर्को सिजनमा चाहिँ हामी त्यो लक्ष्य पक्कै पनि भेट्टाउने छौँ। त्यो अर्को सिजनमा चाहिँ अब कोही नयाँ भाइहरू आउनु हो। अब नयाँ भाइहरू आउनु हो उनीहरूलाई चाहिँ समावेश गरेर कसरी हुन्छ यो ओसाका स्टारलाई चाहिँ अब यहाँसम्म ल्याउन चाहिँ हामी चाहिँ धेरै खट्यौँ। अब यहाँ पछिको हात कहाँसम्म लाने हो भन्ने चाहिँ तपाईँहरूको हातमा हो। हामीले चाहिँ एउटा बाटो देखाइदिने हो होइन। यो क्रिकेट भनेको त्यसै महँगो गेम हो। त्यही भएर चाहिँ अब यहाँबाट पछाडि चाहिँ अब हामीहरू चाहिँ अर्को सिजनमा खेलाउँला नखेले पनि तपाईँहरूलाई साथ सपोर्ट सहयोग 100मा 100 हुन्छ होइन। यस पछाडि चाहिँ टिमलाई कसरी लाने कहाँसम्म पुऱ्याउनु चाहिँ अब खेलाडीहरूको हातमा हो भन्ने मेरा
दुई शब्द यही टुङ्गाउँछु। धन्यवाद। यति गरेर यो कार्यक्रम पनि यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद ताली फोटो खिच्ने गरेको फोटो खिच्छ लास्टमा चाहिँ नयाँ आएको भाइहरूको ट्यालेन्ट हन्ट। हामी टिम चाहिँ यो ए टिम यत्तिकै बी टिम यत्तिकै चल्न सक्दैन। जसले राम्रो खेल्छ उसलाई प्रोत्साहन गर्ने हो। त्यसैले राम्रा आएका नयाँ नयाँ आएका भाइहरूको ट्यालेन्ट हन्ट पनि छिट्टै घोषणा गर्दै अगाडि बढ्नेछौँ। यो सूचना चाहिँ यही आजको सेरेमनीबाट दिन चाहे। थ्याङ्क यू धन्यवाद। त्यो अवार्ड जितेहरूको चाहिँ फोटो